ब्याक टु माई न्यू ब्लग गाइस। सो देख्न सक्नुहुन्छ मसँग तीनटा वाइट डब छ। सो यिनीहरूको आज चाहिँ फ्री एन्ड फ्लाइ ल्याएको यो रुम चाहिँ पुरै खाली छ होइन। भर्खरै आज सरेर जानुभएको छ कि अनि चाहिँ मैले चाहिँ सोचिरहेको कि यिनीहरूलाई आज यहाँ फ्लाइ गरेर सिकाइदिन्थेँ। अनि यो मैले चाहिँ आज लिएर आएको न्यू यो बेबी भन्ने बेबी हो। यिनीहरू चाहिँ पुरानै नै हो। यिनीहरूको रिङ पनि चाहिँ वाइट रिङ क्रिमी टाइपको रिङ छ होइन। यस पनि छ। यो चाहिँ मैले पानी गरेको त्यही हो। यिनीहरूलाई त क्या मजा आएर होला होइन। अरू त त्यहाँसम्म एक्लै त्यो आज लिएर आएको होइन। यसलाई चाहिँ मर्निङमा पऱ्यो। आइज अघि नै भर्खर यो लडेर यसको कस्तो रगत आएर चाहिँ कस्तो दिमाग होइन लडिदिएर होला यहाँ के हो यसको रगत आइसकेको छ। यो चाहिँ बेबी हो है। आज भर्खरै लिएर आएको मैले। भर्खर आउँदैछ पुरै आएको छैन। रेड आइस त्यही हो गाइस। देख्न सक्नुहुन्छ यस्तो चाहिँ रियलै हो होइन। यहाँ धेरै जस्तो कहीँ पाउँदैन कि यहाँ मैले चाहिँ किनेको ठाउँ तपाईँलाई भन्छु लोकेसन होइन गणेशस्थानको ओह्रालो मात्रै पाउँछ। इफ चाहियो भने यस्तो मलाई कन्ट्याक्ट गर्नु होला होइन। म तपाईँलाई नम्बर दिन्छु। र अर्को कुरा यसको एउटा क्रिमी यसको क्रिमी टाइपको रिङ देखाउँछ है। यो त आउँदैन आइस सो गाइस हामीसँग अर्को फिमेल आइसक्यो। फिमेल उडाएर पुरै धुलो यसको चाहिँ यो अर्को फिमेलको चाहिँ रिङ पुरै मजा भन्ने कुरा चाहिँ सो देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो अर्को फिमेल हो। अहिले ब्रिडिङमा आइरहेको छ। सो गाइस कमेन्ट गरेर भनिदिनु होला होइन कस्तो लागेको छ तपाईँलाई होइन। यसको रिङ चाहिँ भोपाल छ फेरि होइन। पिङ छ क्या पुरै पिङ छ। यता चाहिँ यसको पनि रेड आइज हो। पुरा ट्रेनिङ लिएर राखेको छु फेरि मैले। सो त्यही हो गाइस हेर्दै गर्नु होला।